हेलो साथीहरू सबैलाई मेरो न्यू भ्लगमा स्वागत छ। अनि म चाहिँ आज अब अर्कै भनेको हिजो आँखा शिविर गएको थिएँ नि, आज अर्कैतिर जान्छु र तपाईँले भिडियो हेर्नु भएन छ भिडियो हेरिदिनु होला, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। उठ्न चाहिँ म 4:40मा उठेको हो, तर हिँड्दा चाहिँ अहिले 5 बजेछ। ठिक छ, 5 बजे पनि जाँदैछु। हिजो चाहिँ म यता गएको थिएँ भनेको हिजो आकाश शिविर गएको थिएँ भने आज चाहिँ म यता जानेछु। अहिले चाहिँ बिजुली अफिस आइपुगेको छु कि नेपाल विद्युत प्राधिकरण। म त कुद्दा कुद्दै थाहा नै पाइनँ कतिखेर भद्रपुर बस स्ट्यान्ड कट्यो भनेर। अब लाग्छ होला 10 मिनट मलाई पुग्न। यो चाहिँ मुक्ति चोक हो, तर लाइटै लगाएको रहेनछ हौ मुक्ति चोकको मूर्तिमा चाहिँ। राति फेरि कस्तो किरमिर पनि देखिएको। यो चाहिँ मुक्ति चोक हो है साथीहरू। अब त्यहाँदेखि यता जान्छु म यतातिर। साथीहरू कहीँ बत्ती लगाएको रहेनछ हौ। यो चाहिँ अदुवा पुल हो कि बत्ती नै रहेनछ। अब पश्चिम स्ट्यान्ड पुग्न आँटेँ, हेरौँ। म आइपुगेको छु पश्चिम स्ट्यान्ड, तर एउटा यादगार चिज चाहिँ के हो भने दिपश्री खाजा घर। कतिको नराम्रो कतिको राम्रो, अब त्यो त तपाईँहरूलाई थाहा छँदैछ होला, मैले भनेर नै पर्दैन। भनेको मेरो साथीहरूलाई थाहा छ होला। पश्चिम स्ट्यान्ड यता छ भने मेरो घर जाने बाटो चाहिँ यहीँ छेउमा छ। यताबाट पश्चिम स्ट्यान्डको अगाडिको बाटो सानो भित्र। दिस इज अ स्पेसल भनेको यो चाहिँ म पहिले पढेको स्कुल श्री गोविन्द्र बिर्ता मोडल इङ्ग्लिस स्कुल र यसकै कलेज यहाँनिर छ। त्यहाँ कस्तो किरमिर देखिएको त्यहाँ छ। र साथीहरू अब भ्लगको अन्त्य गर्नुपर्छ। भ्लग भनेको भ्लग लामो बनाउनु हुँदैन धेर सर्ट्सको लागि। ल बाई, लाइक गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। भिडियो अन्त्यसम्म हेर्नेलाई थ्याङ्क्स होइन, धन्यवाद हेरिदिनु भएकोमा। ल बाई।